ल आउनुहोस् एकचोटि धरानी मेयर हर्क साम्पाङज्यूको मन छुने लाइनहरू पनि सुनौँ। तपाईँ चाहिँ यहाँनिर ज्याला मजदुरी गरेर बस्ने मान्छेहरूको एउटा प्रतिनिधित्व पनि गर्छौँ होइन। पसिना बगाएर खाइराखेको छ उसलाई अपमान किन गर्नुपर्ने भन्दाखेरि काम गर्नु हुँदैन, काम गर्ने मान्छे सानो हो, काम गर्ने बित्तिकै त्यो लाज लाग्ने कुरा हो भन्ने खालको जुन एउटा चाहिँ गलत मनोविज्ञान हाम्रो देशमा फैलाइदिएको छ। अनि गफ गरेर ठुलो खाने मान्छे चाहिँ ठुलो, चोरेर खाने मान्छे चाहिँ ठुलो, भ्रष्टाचार गरेर खाने मान्छे चाहिँ ठुलो, तर ज्याला मजदुरी गरेर दिनभरि सफारी चलाएर दिनभरि सानो तिनो काम भए पनि ज्याला मजदुरी गरेर खानु चाहिँ त्यो चाहिँ सानो, एकदम त्यो चाहिँ अपमानित भनेर भन्ने जुन मनोविज्ञान छ, यो मनोविज्ञानलाई हामीले भत्काउन सकेनौँ भने देश बन्नेवाला छ। देश लुटेर खाने माथि ठुलो नेताले भत्काइदिन्छ, त्यसकै चोइटा चोइटी चाहिँ तलमा आएर खान्छु भनेर जिउ पाल्ने त्यो खालको आशा है, त्यो खालको। ल भन्नुहोस् साथीहरू, तपाईँहरूलाई कस्तो लाग्यो उहाँको लाइनहरू? सधैँ आलोचना मात्रै होइन, कहिलेकाहीँ उहाँको राम्रो कामको प्रशंसा पनि गर्ने गरिदिउँ है साथीहरू।